हेलो नमस्ते दर्शन सबैजनालाई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु वेलकम ब्याक टु अनदर भ्लग आफ्टर सो लङ अनि यो चाहिँ एकदमै अगाडिको भ्लग हो हामी चाहिँ पोखरा गएको थियौँ बिए अटेन्ड गर्न दादाको अनि त्यस पछाडि हाम्रो यात्रा सुरु हुन्छ बिए सकेपछि अनि पोखरामा यहाँ पुम्दीकोट मा गयौँ हामी पुम्दीकोट दर्शन गर्न गयौँ घुम्न गयौँ अनि त्यसो अहिले चाहिँ यहाँ चाहिँ यसो ड्रेसहरू पनि एभाइलेबल रहेछ होइन अनि मैले चाहिँ यस्तो लाउनु मन थियो कि यो शेर्पा ड्रेस अनि मैले चाहिँ यो लगाएँ अनि हेर्स माइजू हामी सबैजनाले शेर्पा ड्रेस लगाएको थियौँ अनि फोटो खिच्न हानेर माथितिर गइरहेछौँ आमा बाबा स्ट्रगलिङ यस्तो स्ट्रगल गरिरहेको छ त्यो आमा त्यो ड्रेसमा हिँड्नको लागि बिकज भित्र अलि बाक्लो लुगा लगाइसकेको थियो अनि अलिक अप्ठ्यारो भएछ कि मम्मीलाई चाहिँ आमालाई चाहिँ अनि हामी चाहिँ यता दर्शन गरेर फर्कियौँ तल बिहानै आएको थियौँ ब्रेकफास्ट गरेरै आएको आई गेस ब्रेकफास्ट गरेरै आएको अनि यहाँ चाहिँ यति भेराइटी अफ पाउँथ्यो तितौरा थियो अनि मैले चाहिँ एक दुईवटा लिएँ अनि हामीले चाहिँ त्यही पुम्दीकोटको अलिकति तल एउटा होटलमा खाना खाएको थियौँ यस्तो मिठो थियो कि यहाँको एकदमै यो दादाको होटल हो हजुर पनि गइसक्यो भने चाहिँ मैले यही होटल रेकमेन्ड गर्छु क्या त्यहाँ वरिपरि त्यति अरू होटल छैन लाइक खाना खाने नै भनेर अनि यहाँ चाहिँ एकदम फ्रेस क्या जाने बित्तिकै पकाइसिँदो रहेछ अनि एकदमै मिठो लाइक सादा मिठो एकदम खानेकुरा खुवाइसक्यो दादाले हामीलाई थ्याङ्क यू सो मच होइन अनि त्यसो हामी चाहिँ अब बुटोलतिर लाग्यौँ अनि हामी यता भालु डाँडा भन्ने भालु पहाडमा एकछिन रेस्ट गऱ्यौँ अनि त्यस पछाडि फाइनली वी रिच बुटोल जाने बाटो बुटोल नै त पुगेछ न जाने बाटो पुग्यौँ अनि यहाँ चाहिँ लाइक अनि यति राम्रो लाइक इन्भाइरोमेन्ट थियो कि यति राम्रो घरहरू थियो होइन अनि त्यहाँ हामीले जाने बेलामा नोटिस गऱ्यौँ कि लाइक सबै मोस्ट अफ द घरहरू चाहिँ त्यहाँ पिङ्क कलर छ क्या लाइक अहिले बनाएको नयाँ घरहरूमा चाहिँ उहाँहरूले पिङ्क कलर लगाइ नै राखेको छ होइन तर पुरानो घर चाहिँ अलि लाउनु बाँकी त छ तर मोस्ट अफ द घरले चाहिँ पिङ्क कलर नै लगाइरहेको छ क्या घरमा कलर अनि यो चाहिँ यस्तो एकछिन सोच्न बाध्य भयौँ कि हामी किन हो यो के हो लाइक अब त्यताको नगरपालिका यता त्यो डिस्ट्रिक्टले नै त्यो प्लान गरेर पिङ्क भिलेज बनाउन खोजेको हो कि के हो होइन लाइक सबै घरहरू पिङ्क छ क्या प्रायः अनि नभएकोहरूले नि दे आर ट्राइङ टु मेक पिङ्क के सबै अनि कस्तो राम्रो देखेको क्या त्यो चाहिँ है अनि कस्तो एकछिन सोचे भयो कि म किन होला भनेर कसैलाई थाहा छ भने चाहिँ प्लिज भनिदिनुहोस् है मलाई अनि यहाँ चाहिँ हामी अब बुटोल बजार पुग्यौँ ठ्याक्कै अनि हामी चाहिँ होटल रोजवुड आई गेस हो रोजवुडमा बस्नलाई थियौँ अनि यहाँको चाहिँ एम्बियन्स एकदम राम्रो होइन लाइक बेडरुम्सहरू यताउति सबै राम्रो थियो सर्भिसहरू तर खानेकुरा चाहिँ लाइक त्यति चित्त बुझेन त्यति मिठो लागेन मलाई अनि यति चाहिँ त्यहाँ चाहिँ हामी बेलुका एकदम टायर्ड भएर सुतिसकेको थियौँ अनि बिहान उठेर फ्रेस भएर नुहाएर आफ्नो सामानहरू निकालेर मामाले सबै सामान निकाल्दै होइसिन्छ अनि यहाँ चाहिँ टुकटुक सो राम्रो के यता त सब टुकटुक मात्रै थियो मलाई कस्तो चढ्नु मन थियो चढ्न चाहिँ तर चढ्न दिएनन् अनि हामी चाहिँ बिहान उठेर यता सिद्ध बाबाको मन्दिर जान लाग्यौँ अनि सिद्ध बाबाको मन्दिर यति धेरै बाँदर आउने कि ओमाइ गड त्यहाँ त है हाम्रो त त्यो पुरै नरिवलहरू नै खोसेर लगेर बाँदरहरूले अनि यहाँ चाहिँ सिद्ध बाबाको मन्दिर एकदमै भर्याङ उक्लेर जानुपर्ने रहेछ तर त्यस्तो धेरै त होइन बट अलि अनि एकदम रमाइलो थियो त्यहाँ पनि अनि त्यहाँ सिद्ध बाबाको मन्दिरमा दर्शन गरेर अब हामी लाग्यौँ प्युठानतिर अनि प्युठानतिर जाने के पुल हो समथिङ के पुल हो होइन अनि बिच बाटोमा चाहिँ हामीले खाना खान रोक्यौँ यहाँ पनि खानेकुराहरू त त्यस्तो मिठै थियो तर अलिक मसालेदार थियो क्या अनि जस त्यस्तो ट्राभल गर्दाखेरि चाहिँ अलिक सादा नै खाँदा चाहिँ अलि बेटर होला जस्तो लाग्छ नि त अनि त्यही माथि आमाहरू नि होइसिन्थ्यो अनि त्यही भएर अलि हेभी लाग्यो तर मिठो थियो जे होस् अनि यहाँ चाहिँ काठमाडौँमा मात्रै बाटो धुलोहरू के बाहिर त यति तर मोस्ट अफ द ठाउँमा चाहिँ हामी जाँदा चाहिँ प्राय नेपालको ठाउँहरूमा चाहिँ होइन अहिले बाटो बनाउन लागिरहेको जस्तो लाग्यो कि अहिले भन्नाले हामी गएको त अलिक धेरै नै भयो अनि बिच बाटोमा हामी यहाँ टप श्रेष्ठ होटलमा रोकेर खाजा खायौँ अनि यतातिरको घरहरू चाहिँ कति क्युट के यो होइन है अहिले म फेरि आउँछ त्यो देखाउँछु यस्तो क्युट घरहरू थियो अनि यहाँ चाहिँ स्वर्गद्वारी लाइक त्यो सुरु हुँदो रहेछ क्या
आई गेस डिस्ट्रिक्ट होला केही जिल्ला सुरु हुँदो रहेछ अन्त गेट थियो अनि त्यस पछाडि यति क्युट क्युट घर कि यहाँ यस्तो मजाको के हेर्दै होइन अनि त्यस पछाडि अब बच्चाहरूको छुट्टी भइरहेको रहेछ मैले भिडियो खिचिरहेको थिएँ सबजना चिच्चाइरहेको थियो अनि हामी पुग्यौँ प्युठान अनि बिच बाटोतिर चाहिँ यति डर लाग्दो बाटोहरू थियो कि होइन त्यो हेऱ्यो भने नि सिरिङ्ग सिरिङ्ग हुने कि त्यो अब लाइक युज टु नपरेको भनौँ न अनि अब नर्मल नै राम्रो त राम्रो हो यो बाटो अब त्यस्तो ठाउँमा पनि होइन यस्तो बाटो हुनु भनेको त एकदमै राम्रो बट त्यो अब नदेखिरहेको भएर चाहिँ कहिलेकाहीँ म त त्यति ट्राभल गरिरहेको छैन नि त त्यही भएर अलिक डर लागेको मलाई चाहिँ अनि यो चाहिँ हामी स्वर्गद्वारीको गेटमा पुग्यौँ लाइक यहाँबाट चाहिँ 32 किलोमिटर स्वर्गद्वारी पुग्यौँ हामी अनि त्यस पछाडि यति धेरै पहाड थियो त्यो लेयर अफ द पहाड त्यो खिच्छु भनेको अलिक क्याप्चर गर्न मिल्न अलि त्यो हुस्सो कि के लागिरहेको थियो अनि हामी चाहिँ स्वर्गद्वारीको गेट फाइनली पुग्यौँ अनि हामी चाहिँ यहाँ सामान निकालेर हाम्रो नेक्स्ट डेस्टिनेसन स्वर्गद्वारी भोलि जाने आज चाहिँ नजिकै तल नै हामी स्टे गऱ्यौँ त्योभन्दा माथि स्वर्गद्वारीभन्दा माथि त्यो गेटबाट माथि चाहिँ कतै माछा मासु केही खान पाइँदैन अरे क्या एकदमै शुद्ध त्यहाँ चाहिँ अनि हामी चाहिँ तलै बस्यौँ भोलि बिहान नुहाएर जाने भनेर अनि बेलुका चाहिँ यस्तो बजार एक्सप्लोर गरौँ भनेर लाग्यौँ अनि यहाँ चाहिँ तातो पानीपुरी पाइँदो रहेछ अनि पानीपुरीमा पनि लाइक केही पनि नआयो क्या लाइक प्याज स्याज केही पनि थिएन किनकि एकदम भक्तजनहरू आइसिन्छ अरे अनि त्यस्तो लाटलुट खाइसिन्न अरे भनेर एकदमै सादा थियो होइन पानीपुरी चाहिँ चटपटीमा चाहिँ चाउचाउ मिक्स गर्न लगाएको थिएँ मैले अनि यहाँ पनि बेलुका हामीले खाना खाएर सुत्यौँ एकदम मिठो खाना थियो यहाँको पनि थ्याङ्क यू सो मच फेरि अर्को भ्लगमा भेटौँला